हेलो सबैजनालाई नमस्ते छेजलो वेलकम टु माई च्यानल। आज चाहिँ अझै माई लाइफ यस्तै ब्लग गर्नु आँटेको। अनि आज चाहिँ मेरो धेरै त भन्दिनँ 2 ठाउँ जानु मन छ। एउटा डेन्टल मेरो दाँत चेक गराउनको लागि, अनि त्यसपछि मेरो दिदीसँग पनि धेरै पछि भेट्न आँटेको। दिदीसँग नि फेरि अर्को हस्पिटल जानुपर्ने छ। एन्ड या त्यही भएर म आज भ्लग गर्न आँटेको। फेरि एउटा भिडियो बनाएर मान्छे गायब भयो भने त के गर्ने, स्टार्ट गरेपछि त बनाइराख्नु पर्यो होला नि होइन। त्यही भएर आज म भ्लग गर्न आँटेको। लेट्स गेट स्टार्टेड। मैले चाहिँ इन्भाइट गरिरहेको छु, आउँदैछ होला। छिटो भिडियो बनाइहालेको। आज चाहिँ म रेडी भएर अनि नर्मल लुगा लगाएर जान आँटेको। बाई, अहिले एकछिनतिर भेटौँ न। ओके गाइज, म चाहिँ हिँडेँ ल हस्पिटलतिर इन्ड्राइभवाला अङ्कलसँग। यो इन्ड्राइभवाला अङ्कलको चाहिँ फेरि खै कस्तो बाइक थियो, उफ्रेकै बिचमा उफ्रेकै भइरहेको थिएँ। कोहीले लडाउनै खोज्छ, हामीलाई जस्तो गरेर कुदाइरहेको हुन्छ। कोहीको बाइकले उफारे गर्छ। ल गफ गर्दा म चाहिँ हस्पिटल पनि आइपुगेँ चाहिँ हस्पिटलको गेट, नेपाल मेडिकल कलेज हस्पिटलको। म चाहिँ डेन्टल वार्डमा जानुपर्ने थियो नि त, त्यही भएर आइ पनि सकेँ म। अनि आइपुगेँ ल म भन्दै हिँड्दै थिएँ। यहाँनिर चाहिँ बोल्नु त अब सकिँदैन यसरी पब्लिक प्लेसमा। अनि चुप लागेर भिडियो बनाउँदै हिँडिरहेँ ल म चाहिँ। अनि वार्ड कहाँ छ एन्ट्री गरेर बस्नु भन्दै हुन्थ्यो दिदीले। अनि म चाहिँ कहाँ छ भन्दै खोज्दै हिँड्दै थिएँ। अनि भित्र गएर एन्ट्री गराएर रुम नम्बर 1मा गएर चेक गराउनु भन्नुभएको थियो। चेक गराउनुको लागि बसिरहेको थिएँ। अनि सबै चेक गरेर दिदीको टिचरलाई पनि देखाएर अनि कन्फर्म गरेर हिँडेँ म चाहिँ। अब सिद्धो मेरो आज चेक मात्रै गराएको थियो। अब इन्ड्राइभ गर्छु अनि जान्छु। भोलि बोलाउनु भएको छ अनि नेक्स्ट मन्डे मेरो छुट्टीको दिन। अनि त्यो बेला भयो नि रात मेरो गाइस कति धेरै बाइक र स्कुटी। नेपाल मेडिकल कलेज हो। म चाहिँ इन्ड्राइभ पर्खेर बसिरहेको छु। इन्ड्राइभ पर्खेर बसिरहेको छु। आउँदै 6 मिनट कि 7 मिनटको ग्याप देखेर चाहिँ कतिखेर आउने हो अनि कतिखेर जानु। मेरो 3वटा मात्रै भनेको 4वटा दाँत भर्नुपर्ने रहेछ गाइस। अस्ति 3वटा भरेको, अब अरू कतिखेर कहिले भर्नु। दिदीको चाहिँ फाइनल एक्जाम हो नि त, त्यही भएर दाँत भर्दिनु आँटा। म कतिखेर आइपुग्ने हो इन्ड्राइभवाला। एकछिनमा भेट्छु ल। डेन्टल वार्ड मेडिकल कलेजको अल्छी लाग्यो। इन्ड्राइभ पर्खिँदा कतिखेर आउने हो। मान्छेसँग बोल्नु नि लाज लाग्यो मलाई। कतिखेर जानु, एक्लै हुँदा त गाह्रो छ। 2000 years later. म आइपुगेँ होस्टेल। कस्तो नराम्रो देखेको। आइपुगेँ गाइस। चाबी खोल्नुपर्ने हुन्छ रुमको। कस्तो भइरहेको छ आज त। फेरि म हिँडेकै गर्नुपर्ने छ। धेरै पछि दिदीलाई भेट्नुपर्ने आँटेको छु। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। हो कि भाइ, म लुगा धुनु नै जानु छ। 6.5 hours later. वेलकम ब्याक। म चाहिँ जानु आँटेको अब दिदी भएकोमा। दिदी चाहिँ धरान इटरीबाट आउँदै हुनुहुन्छ नि त, आउनु भएको छ कि। कस्तो यहाँ दिदी पुगिसक्नु भएछ। अनि त्यसपछि जानुपर्ने दिदी भएकोमा। कति पछि भेट्न आँटेको। नानी पनि छ मेरो छोरी। अनि म चाहिँ आएर एक निन्द्रा सुतेर लुगा धोएर अनि अब जान आँटेको चाहिँ। यो एकछिनमा लु गाइज, आजको मेरो दिनभरिको ओटिडी चाहिँ यही हो है। इन्ड्राइभवाला अङ्कल कतिखेर आउने हो। आएछ बाई, एकछिनमा भेट्छु। लु गाइज, म फेरि लागेँ अब इन्ड्राइभवाला अङ्कलसँग तिलगङ्गा हस्पिटलतिर। यो चोटि चाहिँ फेरि जाममा परेर हो। काठमाडौँमा जामले सबै काम छुट्याइदिन्छ। कति ढिलो हुन्छ भने नि जामले गर्दा।
अब गफ गर्दा गर्दै म हस्पिटल पनि आइपुगेँ। अब फर्स्ट टाइम गएको थिएँ तिलगङ्गा हस्पिटलभित्र गएर छिराएको थिएन नि त कुन वार्डमा कहाँ छ अत्ता थिएन। दिदीलाई कल गरेको माथिल्लोमा आइज तल्लोमा गइसक्यो भने म त बाहिर निस्केर कतातिर गएँ भरे होइन रहेछ त्यही भित्रपट्टि रहेछ। फेरि पछिबाट फर्केर गार्डलाई सोधेर अनि भित्रपट्टि गएर दिदीलाई भेटेको। अनि अर्को कुरा चाहिँ के भन्नु थियो भने बिचबिचमा यसरी भोइस ओभरहरू चाहिँ गर्दै गर्छु किनभने अब फर्स्ट टाइम हो यसरी बानी छैन बोल्ने अनि त्यही भएर बोल्नु नमिल्ने ठाउँमा चाहिँ यसरी म भोइस ओभर गरिरहेको छु ल। पछि म राम्रोसँग बोलेर नै भ्लग गर्ने बानी गरौँला न। अहिले चाहिँ अलिक बानी छैन नि त ह्याबिट छैन त्यही भएर एडजस्ट गरिदिनुहोस् होला है। अनि म चाहिँ दिदीहरू भएको ठाउँमा आइपुगेर दिदी चाहिँ नानीलाई त्यहाँभित्र डक्टरलाई चेक गराउनु जानुभएको थिएछ अनि म चाहिँ दिदीलाई पर्खेर बसिरहेको थिएँ। त्यसरी नै नानी पनि आइपुग्यो। दिदी चाहिँ भित्रै डक्टरसँग कुरा गर्नुलाई बसिराख्नु भएको थियो। अनि सुरुमा त नबोलेर हो नानी भन्दा नि नबोलेर हो सुरुमा त पछिबाट फेरि बोल्नु थाल्यो हेर्नु है। कसले दिनुभयो डक्टरले? आयो त हेलो चुडी के छ हेलो भन्नु न। मामु खै सजिनाको हो मामु हो कसको मामु हो? तिम्रो मामु हो होइन होला मेरो मामु होला। बोजूको याद आएको छैन पिसालाई? बोजूको आमाको छैन? चीटिंग करता है तू, चीटिंग करता है तू। ए माया लाग्दैन अनि आमाको बोजूको माया लाग्दैन नानी? ला लाग्छ भनिदेऊ न हौ लाग्छ भनिदेऊ न नानी। मामुको धेरै माया लाग्छ कि बाबाको धेरै माया लाग्छ? बाबाको? अरे वाह बाई गरिदेऊ न बाई भनिदेऊ न बाई फेरि बाई। यो बेलासम्म चाहिँ मैले दिदीलाई भेटिसकेको थिएँ। दिदी चाहिँ बिचरा डक्टरलाई भेट्नु घरि तल घरि माथि घरि भित्र बाहिर गरिराख्नु भएको थियो। अनि भित्र चाहिँ नानीको त्यो आँखा चेकहरू गराउने होला डक्टरले दिँदो रहेछ यस्तो। अनि ऊ चाहिँ खुसी भएर आएर यहाँनिर कलर गर्ने म भन्दै मेरो छेउमा बसेर कलर गरिरहेको थियो पुरै। दिदी चाहिँ फेरि डक्टरलाई भेट्नु जानुभएको थियो भित्र। मोमो खाने? यो बेला चाहिँ फेरि माथि डक्टरलाई देखाएर फेरि तल अर्को वार्डमा गएर फेरि अर्को डक्टरलाई देखाएर फेरि माथि त्यही डक्टर भएकोमा भेट्नु जाँदै थियो। यसरी नै तल माथि त हामीले आज कति गऱ्यो। दिदीलाई फेरि टेन्सन उस्तै एउटा डक्टरले के भन्छ भन्नुहुन्छ अर्कोले के भन्छ भन्नुहुन्छ। दिदीलाई कति टेन्सन भएर फेरि हो नानीको चाहिँ मोतीबिन्दु भएर आँखामा अपरेसन गराएको थियो नि त। अनि नानीलाई चाहिँ प्रेसरले गर्दाखेरि नानीको आँखाको त्यो अपरेसन गरेको चाहिँ फेरि झन् बेसी नै आँखा नै नदेख्ने भएको थियो क्या। अनि दिदीले चाहिँ त्यही भएर काठमाडौँमा यहाँ तिलगङ्गामा नै चेक गराउनुको लागि लिएर आउनु भएको थियो। यहाँ पनि एउटाले कसैले ड्यामेज भयो भन्छ एउटा डक्टरले, एउटाले देखिरहेछ भन्छ। दिदी त पागल भइसकेको थियो आज त। अनि दिदी चाहिँ यताउता कुद्दै हुनुहुन्थ्यो म चाहिँ नानीसँग खेलेर बसिराखेँ। अनि यसरी हार्ट सेप बनाएर अनि नानीलाई यो के हो नानी भनेर सोधेको त आई लभ यु अरे क्या। म त हाँस उठेर के हो नानी हार्ट आई लभ यु हो आई लभ यु हो। 5 बजे हस्पिटलमै छु म। हस्टेल जाने बेला भयो अब हस्टेल जाने फर्केको म पानीले भिजेको। years later. म चाहिँ रुममा आएँ अनि म चाहिँ आइपुग्यो भनेर भिडियो बनाउनु खोजिरहेको थिएँ। मेरो रुममेट बहिनी र अनि अझै अर्को रुमको बहिनी बसिरहेको रहेछ यहाँ रुममा। अनि भिडियो बनाउनु खोज्छु दुईजना पुरा जिस्काइरहेको थियो कि मलाई पछाडिबाट पुरा साथीलाई भिडियो बनाएर पठाउनु आँटेको जस्तो गरेर भिडियो बनाउनु भयो त भन्दै पुरा जिस्काइरहेको थियो। अनि म पछि म खतरा भ्लग गरेर देखाइदिन्छु तिमीहरूलाई भनेर भन्दै थिएँ। यस्तो हेल्पिङ सिस्टर कहाँबाट पाउँछ होला? हेभेनबाट नि पाउँदैन हेर्नु त। मलाई देखाउनु त ओके म चाहिँ भर्खर आइपुगेको। म मित्र पार्कसम्म चाहिँ दिदीहरूसँग इनड्राइभमा गाडीमा आएको थियो अनि त्यसपछि ट्याक्सीमा अनि त्यसपछि त्यहाँदेखि चाहिँ दिदीहरू जानुभयो उता गोकर्णेश्वर। अनि म चाहिँ होस्टेल आएँ अनि त्यसपछि होस्टेल आएको अनि भिडियो बनाउनु खोजेको यहाँ सुतिरहेछ एउटा खै के गरे होला पुरा राम्रो देखाउनु खोजे अरे।
अब खाना खाने हो लुगा फेरेर अनि त्यसपछि भेटौँला 2 hours later. गाइस बिहानदेखि मैले केही खाएको देखाएको छैन यो वाटरमेलन खान आँटेको यही हेर्नु ल पिसेसमा खाने कि यसरी नै खाने है जसरी पनि चल्छ मैले खाना खाएको पनि भिडियो बनाउनु पाएन बिर्स्यो हाम्रो बहिनी चाहिँ फेरि के हेर्छ यो के हो अरे तारक मेहता उल्टा चस्मा हेर्छ अब वाटरमेलन खान्छौँ ल खाने बेला भएन त्यो त्यो हामी उयो के एकछिन मजा गर्नु न किन स्टार्ट गरेको होला भिडियो खान लागेको छैन त अब पर्खेर बस्ने बहिनीको वाटरमेलन काट्ने तरिका हेर्नु त यहाँनिर कस्तो खतरा छ यसरी वाटरमेलन काट्न आउँछ तपाईँलाई सिक्नुहोस् यहाँनिर ट्रेनिङ लिनुहोस् तपाईँहरू पनि मिक्स गर्नु ल कसरी यसो यसो नआउनेमा के खाऊ न त ल फर्स्ट बाइट कति वाह अब मेरो फर्स्ट बाइट खान्छु ल Nice. मिठो रहेछ अब तपाईँहरू चाहिँ म र बहिनीले खाएको हेर्दै बस्नु ल अब बहिनी त देखाएको छैन मैले खाएको हेरेर बसिराख्नु ल अब तपाईँहरूलाई पनि दिनु भने अब स्क्रिनबाट यसरी छिराएर दिनु मिल्दैन नत्र दिन्थे के गर्नु अब तपाईँहरू हेरेर बसिराख्नु ल मेरो रुममेट बहिनी चाहिँ फेरि हस्पिटाएर भिडियो नगरुन्जेलसम्म चाहिँ फेरि त्यो काट्दाखेरि बाँकी रहेको त्यो के वाटरमेलनको बोक्रामा भएको जति खाँदै फेरि भिडियोमा लिनु खोज्छु फेरि भिडियोमा चाहिँ फेरि ऊ चम्चीले खान्छ फेरि हाँस्छ आफै मरि हो हाँस्छ आफै हाँस्छ खाऊ न भन्छ हाँसेरै बसिरहेको छ चम्ची पक्रेर बसेको हेर्नु न त्यहाँ खाऊ न खाऊ भिडियो बनाउँदाखेरि चाहिँ चम्ची आइपुग्छ कि हातमा भिडियो नहुँदा चाहिँ त्यो आउँछ हातमा फेरि नखाने रहेछ अब छोडिदिउँ अब म ब्रस गरेर अनि त्यसपछि सुत्नुपर्ने हुन्छ आज एकदमै छोटो भिडियो बनेको छ त्यो पुरै आज मैले दिनभरिको त भिडियो बनाउनु पाएन त्यही नै अलिअलि भिडियो बनाएको छु त्यति नै हो आजको लागि अब चाहिँ म ब्रस गर्नु जान्छु एकछिनमा अनि सुत्छु म लाइक सेयर सब्सक्राइब अनि त्यसपछि सपोर्ट गरिदिनु ल सबैजनाले सब्सक्राइब गरिदिनुहोस् ल बाई सी यू सुन बाई बाई